नमस्ते। आजको यस भिडियोमा चाहिँ हजुरहरु सबैलाई हाम्रो फुलबारी युट्युब च्यानलमा स्वागत जनाउन चाहन्छु। आजको यस भिडियोमा चाहिँ मैले तपाईहरुको निम्ति हाम्रो फुलबारीको ओभरभ्यू लिएर आएको छु। जति पनि फुलहरु फुलिरहेको छ मार्च महिनामा 2025 मा त्यसको चाहिँ मैले भिडियो बनाएर तपाईहरुको निम्ति लिएर आएको छु। लगभग 2 महिनाको अन्तरालपछि हामीले फेरि भिडियोहरु लिएर आइरहेका छौं। हजुरहरु धेरैले मेसेज गरिरहनु भएको थियो, कल गरिरहनु भएको थियो भिडियो किन आएन भनेर, र केही कारणले गर्दाखेरि हामीले 2 महिनासम्म भिडियो ल्याउन सकेनौं। तर अब चाहिँ हामी बिस्तार बिस्तारो फेरि फर्केर आउने छौं। हजुरहरुको माया र सपोर्टको निम्ति चाहिँ मुरी धन्यवाद दिन चाहन्छौं। हामी हजुरहरुसित गफ पनि गर्दै जान्छु, साथसाथै हाम्रो फुलबारीमा फुलेको फुलहरुको छोटो तपाईहरुलाई जानकारी दिँदै जान्छु। र तपाईले हेरिरहनु भएको छ यो सिनेरिया चाहिँ अहिले फुल ब्लुम भइरहेको छ। पहिलो छिमलमा हामीले जति पनि सिनेरिया रोपेका थियौं अहिले चाहिँ तिनीहरु यसरी फुलिरहेको छ। धेरै रङहरुमा छ हामीसित सिनेरिया। यो चाहिँ F1 हाइब्रिड भेराइटी हो। यो चाहिँ छोटोमै यसरी फुल्छ। जब डल्लै फुल फुलिसक्छ बोटभरि त्यति बेला चाहिँ एउटा पात पनि देख्दैन, गमला पनि देख्दैन। यसलाई चाहिँ हामीले 8 इन्चीको गमलामा रोपेका छौं र कतिपय चाहिँ अझै फुल्नु बाँकी नै छ। यसलाई चाहिँ हामीले 4 देखिको 5 घण्टा जस्तो घाम पर्ने ठाउँमा राखेका छौं र जब पनि यसको माटो मिश्रण सुक्छ त्यति बेला चाहिँ हामीले पानी दिइरहेको छौं। अहिले चाहिँ फर्टिलाइजर हाल्नु बन्द गरिसकेका छौं। यसमा चाहिँ हामीले सिनेरियालाई चाहिँ डेडिङ गरिरहनु परेन। यो फुलहरु फुलिसकेपछि बोटमै सुक्नु दिनुपर्छ। सुकेपछि चाहिँ त्यसमा सीड बस्छ। त्यही सीडहरु कलेक्ट गरेर राख्छौं। फेरि नेक्स्ट सिजनमा हामी त्यही सीडहरु छरेर नयाँ बिरुवाहरु तयार गर्छौं र अझै पनि धेरै सिनेरियाहरु चाहिँ फुल्न बाँकी नै छ। अर्को चाहिँ छ प्रिमरोज। प्रिमरोज धेरै रङहरुमा छ। हामीले प्रिमरोजलाई चाहिँ 10 इन्चीको गमलामा रोपेका छौं र यो चाहिँ भर्खर स्टार्ट हुँदैछ फुल्नु। अहिले नै चाहिँ फुल्नु भइसकेको छैन। कसैमा कोपिला फुट्नु आँटेको छ भने कसैमा कोपिलाहरु फुटेर यतिको भइरहेको छ र जब फुल ब्लुम हुन्छ त्यति बेला यसमा पनि एकदमै बेसी फुलहरु चारपट्टि फुलिरहेको हुन्छ र धेरै रङहरुमा आएको छ। यो फर्टिलाइजरको कुरा गर्दाखेरि चाहिँ जति पनि अहिले फुलिरहेको फुलहरु छ सबै फुललाई चाहिँ हामीले पिनाको पानी 15 दिनमा एकचोटी दिइरहेको छौं। जब फुलहरु फक्रिन थाल्छ त्यति बेला चाहिँ हामीले फर्टिलाइजर दिनु बन्द गर्छौं र यो अवस्थामा जबसम्म फक्रेको हुँदैन, पुरै फुलहरु फुल्न थालेको हुँदैन, त्यति बेलासम्म चाहिँ हामीले फर्टिलाइजर दिइरहन्छौं र नीम अयलको प्रयोग पनि गर्छौं 15 दिनमा एकचोटी। साथसाथै फन्जिसाइडको प्रयोग पनि गर्छौं। अहिले चाहिँ अब फुलहरु हेरी हुन्छ जसमा चाहिँ एकदमै बेसी फुल फुल्न थालेको छ त्यसमा चाहिँ फर्टिलाइजरहरु नीम अयलहरु सबै बन्द हुन्छ र जसमा चाहिँ फुल फुल्नु बाँकी नै छ, कोपिलाहरु मात्र लाग्दैछ, त्यसमा चाहिँ अझै पनि हामीले फर्टिलाइजरहरु दिइरहेका छौं। यसलाई चाहिँ हामीले शेडमा राखेका छौं। उज्यालो चाहिँ एकदमै राम्रो पर्छ। घाम पनि 2-3 घण्टाको यसमा घाम लाग्यो भने चाहिँ घाम पनि पर्छ। हाम्रोतिर चाहिँ अझै पनि जाडो नै छ र यसलाई सिधै घाम पर्ने जग्गामा चाहिँ नराखेकै राम्रो। अलिकति शेडमा चिसो जग्गामा राखेको चाहिँ यसलाई राम्रो। तर लाइट चाहिँ राम्रो छिर्नुपर्छ। लाइट राम्रो छिरेन भने यसमा फुलहरु राम्रो फुल्दैन। गरम चढ्नु थालेपछि यसमा फुलहरु फुल्न थाल्छ। अब मार्चदेखिको स्टार्ट भएपछि यो अप्रिल मे सम्म पनि यतिकै चलिरहन्छ यसमा र फुलहरु फुलिसकेपछि चाहिँ अब यसको बोटहरु सबै मरेर जान्छ। तर यसको जरा चाहिँ रहिरहेको हुन्छ र त्यो जरालाई चाहिँ हामीले ओभर वाटरिङ चाहिँ गर्नु हुँदैन। नेक्स्ट इयर फेरि त्यही जरालाई बाट चाहिँ फेरि तपाईहरुको नयाँ पौलाहरु आउँछ। त्यति बेला चाहिँ हामीले यसलाई चाहिँ डिभाइड गरेर नयाँ बिरुवाहरु तयार गर्न सक्छौं। अर्को चाहिँ छ स्टक। स्टक चाहिँ यसपालि सबैभन्दा छिटो फुल फुलेको विन्टरको फुलहरु भरि मध्यमा चाहिँ सबभन्दा छिटो फुल्ने चाहिँ स्टक नै थियो र स्टक पनि कोही सिंगल पनि छ, कोही डबल पनि छ र यो फर्स्ट रोपेको जुन चाहिँ स्टक थियो त्यो चाहिँ एकदमै राम्रो फुलिरहेको छ। यसलाई पनि हामीले 10 इन्चीको गमलामै रोपेका छौं र यसलाई पनि 4 देखिको 5 घण्टा जस्तो घाम पर्ने जग्गामा राखेका छौं र जब पनि यसको माटो मिश्रण सुक्छ त्यति बेला हामीले पानी दिइरहेका छौं। यसमा चाहिँ अब फुल निकै फुलिसक्यो त्यसैकारणले हामीले फर्टिलाइजर बन्द गरिसकेका छौं। नीम अयल पनि दिन छोडिसकेका छौं। साथसाथै यसमा चाहिँ अहिले हामीले चाहिँ फन्जिसाइड पनि दिएका छैनौं र त्यस्तै प्रकारले एन्टिराइनमहरु पनि फुलिरहेको छ र एन्टिराइनम चाहिँ F1 हाइब्रिड भेराइटी हो। एकदमै छोटो साइजमा बुसी भएर चाहिँ फुलेको छ। यसलाई चाहिँ हामीले पिन्चिङ गरेनौं। यो भेराइटीलाई चाहिँ पिन्चिङ गरिरहनु परेन र धेरै रङहरुमा छ एन्टिराइनम पनि। एन्टिराइनम चाहिँ भर्खर फुल्न थालेको चारपट्टि हाँगा आइरहेको छ, तपाईले देख्न सक्नुहुन्छ। जब यो फुल्छ फुल्दाखेरि चाहिँ अब मज्जाले गमला नै ढाक्छ। जति पनि सिजन फुलहरु लाउनु भएको छ
त्यसमा चाहिँ पानी चाहिँ एकदमै याद गर्नुपर्छ। ओभर वाटरिङ पनि हुनु भएन, कम्ती पानी पनि हुनु भएन। बेसी सुक्यो भने पनि कोपिलाहरू फक्रिँदैन, जति पनि कोपिलाहरू लागेको छ फुल्दैन। र बेसी पानी हाल्नुभयो भने पनि त्यो फुलहरू ओभर वाटरिङबाट मर्नु पनि सक्छ। त्यसै कारणले पानी चाहिँ एकदमै राम्रोसँगले याद गरेर जब पनि माटो मिश्रण 2 इन्ची जस्तो सुक्छ त्यति बेला मात्रै हामीले यिनीहरूमा पानी दिनुपर्छ। त्यस्तै प्रकारले डबल पिटुनिया छ। डबल पिटुनियामा चाहिँ एकपल्ट चाहिँ फुल फुलेको थियो र त्यो फुलहरू ओइलिसकेपछि चाहिँ फर्स्ट पिन्चिङ गरेर हामीले सबै हटाइदिइसकेका छौँ। अब चाहिँ फेरि फुल्नु थालेको छ। यसमा एकदमै बेसी तपाईहरुको कोपिला पनि लागिरहेको छ, तपाईले हेर्न सक्नुहुन्छ। यो पनि धेरै कलरहरुमा छ र जब पनि यसको फुलहरु चाहिँ सुक्छ त्यति बेला चाहिँ हामीले यो सुकेको फुलहरुलाई चाहिँ हटाइदिनुपर्छ टिपेर। त्यसो गर्दाखेरि चाहिँ त्यसमा अझै बेसी कोपिला लागेर अझै बेसी फुल फुल्छ। अप्रिलसम्म चाहिँ हामीले डेड हेडिङ गर्दिरहन्छौँ। अप्रिलको बादमा चाहिँ डेड हेडिङ गर्नु बन्द गर्छौँ। त्यसपछि चाहिँ हामीले जति पनि फुलहरु फुलेको हुन्छ बोटमै छोडिदिन्छौँ र त्यो फुलहरु सुकेपछि त्यही सिड लाग्छ र त्यही सिडहरु कलेक्ट गरेर राख्नुपर्छ। नेक्स्ट इयर फेरि त्यहाँबाट हामीले नयाँ बिरुवाहरू तयार गर्न सक्छ। यसरी जब पनि फुलहरु ओइलिन्छ त्यसलाई चाहिँ डेड हेडिङ गरिदिहाल्नुपर्छ। र तपाईले हेर्न सक्नुहुन्छ यसमा त फुलै देख्नु हुँदैन, कोपिला मात्रै चाहिँ एकदमै बेसी। र यसमा चाहिँ हामीले चाहिँ हप्तामा 1 दिन पिनाको पानी दिइरहेको छौँ। फुलहरु हेरी हुन्छ, कसमा 15 दिनमा एकचोटी हामीले पिनाको पानी दिँदैछौँ भने कसमा हप्तामा एकचोटी दिँदैछ। यो चाहिँ अब हेभी फिडर हुन्छ किनभने यसमा एकदमै बेसी फुलहरु फुल्छ। र अब चाहिँ तपाईले रेनिन्कुलस हेर्नु भएको छ। रेनिन्कुलस चाहिँ फुलेको छैन, कोपिलाहरू लागेर कोपिलाहरू फुट्नुको लागि रेडी छ। तपाईले देखिरहनु भएको छ रेनिन्कुलस पनि एकदमै हेल्दी भएको छ। रेनिन्कुलसलाई पनि हामीले पिनाको पानी नै दिइरहेको छौँ, अहिले पनि दिइरहेको छौँ। साथसाथै यसमा हामीले फन्जिसाइड पनि प्रयोग गर्छौँ समय समयमा र निम ओइल पनि प्रयोग गर्छौँ। र यसमा चाहिँ किरा पनि लाग्छ। कोपिला लागेको ठाउँमा चाहिँ यदि निम ओइलको प्रयोगहरू गरेन भने चाहिँ कोपिला लाग्दा कोपिलाको फेदमा चाहिँ किरा लाग्छ र फक्रिनै पाउँदैन। र कतिपय रेनिन्कुलस चाहिँ फक्रिन आँटेको छ, कतिपय रेनिन्कुलस चाहिँ भर्खर कोपिला लाग्दैछ। र यो सब फुल ब्लुमिङ हुन्छ त्यति बेला तपाईहरूले यसको भिडियो हेर्नु सक्नुहुन्छ। अहिले चाहिँ कोपिला मात्रै लागिरहेको छ। त्यस्तै प्रकारले नेक्स्टमा छ प्रिमुला। यो चाहिँ येल्लो प्रिमुला र यो चाहिँ हामीले घरमा रोपेको चाहिँ धेरै वर्ष भइसक्यो। सालै पछि यसलाई चाहिँ हामीले डिभाइड गर्दै लाउँदै गर्छ। यसमा पनि जस्ट फुल्नु स्टार्ट मात्रै भएको छ। र लास्ट इयरको भिडियो हेर्नुभयो भने तपाईले देख्न सक्नुहुन्छ यसमा कस्तो फुल फुलेको थियो भनेर। र यसमा अप्रिल मेतिर चाहिँ यसको बढी फुल फुलेको हुन्छ। अनगिन्ती फ्लावर स्टक आएको हुन्छ र सुरुमा चाहिँ यसरी एउटा दुईटा फ्लावर स्टक मात्रै आउँछ, अब फुलको आँखाहरू मात्रै, फुलको डन्टी मात्रै आउँछ। त्यसपछि चाहिँ बिस्तारै यसमा फुल फुल्नु थाल्छ र जब हेभी ब्लुमिङ हुन्छ, यसमा फुल ब्लुमिङ हुन्छ त्यति बेला चाहिँ हामीले यसमा फर्टिलाइजर दिनु पनि बन्द गर्छौँ। अहिले चाहिँ यसलाई हामीले पिनाको पानी दिइरहेको छौँ। यसमा पनि हामीले हप्तामा एकचोटि नै दिन्छौँ। नेक्स्टमा चाहिँ छ पेन्जी। पेन्जी पनि फुलेको धेरै लामो भयो र पेन्जीको भिडियो बनाउँदा साँझ परिसकेको छ। साँझ परिसकेपछि यसको फुलहरू यसरी मुर्झाउँछ र ओइलिन थाल्छ र राम्रो चाहिँ देखाउनु पाइन पेन्जीहरू। र पेन्जी पनि पिन्चिङ गरिरहेको छ। यसलाई सिधै घाम पर्ने जग्गामा राखेको छौँ, त्यसै कारणले फुलहरू चाहिँ यसरी ओइलेको देखिरहेको छ। र यसलाई चाहिँ अलिकति छायामा राखेको राम्रो। पेन्जीलाई चाहिँ छाया मनपर्छ, सिधै घाम पर्ने जग्गामा चाहिँ नराख्नुहोस्। जब पनि यसको फुलहरू सुक्नु थाल्छ त्यति बेला चाहिँ फुलहरूलाई चाहिँ डेड हेडिङ गरेर चाहिँ हटाइदिनुपर्छ। हामीले धेरै डेड हेडिङ पनि गरिसक्यो। पेन्जी फुलेको पनि निकै लामो भइसकेको छ। पेन्जी पछि चाहिँ नेक्स्टमा छ प्रिमुला अप्कानिका। प्रिमुला अप्कानिका चाहिँ एउटा मात्रै फुलिरहेको छ अहिले, र जुन चाहिँ फुलिरहेको छ तपाईहरूलाई मैले त्यही देखाउन चाहे। अरू फुल्न बाँकी नै छ र यसमा पनि अरूमा जुन चाहिँ फर्टिलाइजर जान्छ त्यही फर्टिलाइजर गइरहेको छ। र प्रिमुला अप्कानिका छेउमा नै एउटै कार्नेसन फुलिरहेको छ, अरू कार्नेसनहरू चाहिँ फुलेको छैन। र कार्नेसन फुल्ने बेला चाहिँ अब भयो। र कार्नेसनको साइडमा चाहिँ त्यस्तै प्रकारले चाहिँ यहाँ चाहिँ बनिज टेल छ, तपाईले हेर्न सक्नुहुन्छ। यसको चाहिँ एकदमै मस परेको यो फुल हुन्छ, एकदमै राम्रो देख्छ। सुकिसकेपछि पनि धेरै राम्रो देख्छ र झारमा चाहिँ यसमा फुलहरू फुल्छ, झार जस्तो हुन्छ र यसमा चाहिँ फुलले धेरै फुल फुल्छ। र तपाईले सानो गमलामा लाउनु हुँदा पनि हुन्छ, यसमा ठुलो गमलामा लाउँदा पनि हुन्छ। मैले चाहिँ यसलाई 12 इन्चीको गमलामा लगाएको छु। जुन चाहिँ फर्स्ट रोपेको थिएँ त्यसमा चाहिँ फुल फुलिरहेको छ, अरूमा चाहिँ अझै पनि फुल फुल्नु बाँकी नै छ। र यो पनि फुल्दाखेरि चाहिँ धेरै नै सुन्दर देखिन्छ। त्यस्तै प्रकारले छेउमा डेजीहरू पनि फुलिरहेको छ अलिअलि गर्दै। र अब चाहिँ फुल फुल्न थाल्छ। हाम्रोतिर चाहिँ ढिलो गरम चढ्छ, त्यसै कारणले अब मार्च 15 देखि चाहिँ एकदमै धमाधम फुलहरू फुल्छ। यो चाहिँ सिजन थस पनि भर्खर फुल्नु थालेको छ। मार्च 15 अप्रिलको 15 तारिकतिर चाहिँ गार्डनमा फुल हेर्ने लायकको हुन्छ। त्यति बेला चाहिँ धेरै फुलहरू फुल ब्लुमिङमा जान्छ र त्यति बेला चाहिँ मजाको देख्छ गार्डन। अहिले चाहिँ जस्ट फुल्ने स्टार्ट मात्रै भएको छ। यदि तपाईहरू मधेसतिर बस्नुहुन्छ भने चाहिँ तपाईहरूको चाहिँ यति बेला पक्कै पनि फुल ब्लुमिङ भइरहेको छ।
छ होला र यो चाहिँ क्यालेन्डुला हो। क्यालेन्डुला पनि सिंगल पनि छ, डबल पनि छ र क्यालेन्डुला चाहिँ एकदमै केयर गर्नु सजिलो, फुलेको हुन्छ, बेसी फर्टिलाइजर पनि दिनु परेन, जहाँ राख्दा पनि यसलाई फुलि नै रहन्छ। तपाईहरुको गार्डनमा अहिले कुन कुन फुलहरू फुलिरहेको छ कमेन्ट गरेर अवश्य बताइदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने अथवा च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर त्यो बेलको आइकन पनि थिचिदिनु होला। भिडियो मन पर्यो भने भिडियोलाई अवश्य लाइक गरिदिनुहोस्। आजको यस भिडियोमा चाहिँ हामीले फुलेको फुलहरू मात्रै देखाउन चाह्यौँ र फुल्नु अझै बाँकी नै छ, धेरै फुलहरू आइस प्लान्टहरू छ। त्यसै प्रकारले सिनेरिया जुन चाहिँ सेकेन्ड लटमा हामीले रोपेका थियौँ त्यो फुलिसकेका छैन। त्यस्तै प्रकारले यहाँ हामीले प्रिमुलाहरू जुन चाहिँ सेकेन्ड लटमा रोपेका थियौँ त्यो फुलेका छैनौँ। साइकल मेनहरू पनि छ र आउने दिनहरूमा चाहिँ तपाईँहरूलाई त्यसको पनि भिडियो लिएर अवश्य नै आउनेछौँ। आजको निम्ति बिदा लिन चाहन्छौँ। हेर्दै गर्नुहोस् हाम्रो फुलबारी। धन्यवाद।